बाटामा छौँ। अहिले स्टक जाम भइरहेको छ, यहाँ देख्न सक्नुहुन्छ। एकदम भिडम भाड छ आज चाहिँ, जामै जाम छ। दिदीभाइ आएको हामी बिहानै उठ्न अल्छी लागेर घरबाट गएको। हामीले पहिला यहाँ खाजा खाएको चाहिँ पहिला चाहिँ उयो बारीमा बसेर अब 2 वर्ष जति भयो, 2 वर्षभन्दा अगाडि यहाँ पर बारीमा बसेर खाएको खाजा। 2 वर्षपछि आउँदैछु म चाहिँ। कस्तो हुन्छ आज हेरौँ। गाडीहरू आएको यहाँ ल्याइसकेपछि कहाँ राख्नु हिँड्न लिएर? एकदम भिड छ है गाइज।